चटपट भन्ने बित्तिकै सधैँ बुझाएकै खानुपर्छ भन्ने चाहिँ छैन है साथीहरू। मलाई चाहिँ त्यस्तो लाग्दैन। अब अहिले मकैको सिजन छ भन्ने सबैलाई थाहा छ। पहिला पहिला सानोमा यही मकै होइन कति धेरै पाइन्थ्यो नि त। अब बारीहरूमा मम्मीहरूले खाऊ हेल्दी हुन्छ, खानुपर्छ, राम्रो हेल्थको लागि भन्दा चाहिँ छ्या यस्तो मकै नि कसले खान्छ भन्दै हिँडियो होइन। अब अहिले मकै यति धेरै मिठो लाग्छ, यति धेरै चिज लाग्छ नि यो मकै। अब मकैलाई चाहिँ अब भुटेर खान पनि मिल्यो, पानीमा बोइल गरेर खान पनि मिल्यो होइन। यसलाई जसरी मनपर्छ त्यसरी खान मिल्यो। तर मैले चाहिँ आज भुटेर यसलाई चटपटी तरिकाले चाहिँ धनियाँ, प्याज, खुर्सानी सबै राखेर मजाले मिक्स गरेर स्वादअनुसार थोरै नुन राखेर खाएको थिएँ। एकदमै मिठो भएको थियो कि एकदम हेल्दी पनि हुन्छ नि त यो फुड। अब बाहिरको जङ्क फुडहरू खानुभन्दा त यस्तै घरमा आफ्नै बारीमा पाइने मकैहरू अनि ढिँडो, रोटी, तरकारीहरू यस्तो यस्तो खाएको एकदम स्वास्थ्यको लागि पनि राम्रो हो नि त।